हेलो साथीहरू नमस्कार छ तपाईहरुलाई हाम्रो यस युट्युब च्यानलको अभिजय टेक्निकमा। आज म तपाईहरुको लागि इम्पोर्टेन्ट आईक्यू क्वेशन एन्ड एन्सर लिएर आइसकेको छु। जुन पहिला लोकसेवाले सोधिसकेको छ, धेरै इम्पोर्टेन्ट क्वेशनहरु छ। तपाईहरुले यस्तै क्वेशनहरु चाहनुहुन्छ भने यो भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गरिदिनु होला। यस्तै क्वेशनमा अरु पनि इम्पोर्टेन्ट क्वेशनहरु लिएर आउँछु। त्यसैले अब ढिला नगरिकन हामी क्वेशन नम्बर 1 तिर हेरौं। क्वेशन नम्बर 1 मा के रहेछ भन्दाखेरि यो क्वेशन के छ, मिसिङ अर्डर सोधेको छ यो आईक्यू मा। यो नासो 2073 सालमा नासोमा सोधिसकेको प्रश्न छ। यसमा के छ भन्दाखेरि यसमा यो जुन 5 छ, 5 र यो 4 यसको डिफरेन्स निकाल्ने। जस्तै हामी 5 - 4 को क्यू इज इक्वल टू गरे भने कति हुन्छ त 5 - 4 इक्वल टू 1 1 को क्यूब गरे भने 1 नै आउँछ। त्यस्तै यो 7 र 3 छ। त्यस्तै 7 - 3 गरे भने कति हुन्छ, 7 - 3 को क्यूब गरे भने कति हुन्छ, 4 4 को क्यूब गरे भने कति हुन्छ 64 64 जुन 64 यहाँ दिएको छ। र 5 - 4 को क्यूब गरे भने 1 यो दिएको छ। त्यस्तै अब 11 - 8 गरौँ। 11 - 8 को क्यूब गरे भने कति हुन्छ, 3 3 को क्यूब गरे भने 27 27 छ। त्यही भएर यो 8 - 2 गरौँ। अब 8 - 2 को क्यूब गरे भने कति हुन्छ, 6 कि 6 को क्यूब भने कति हुन्छ त 216। त्यही भएर यसको आन्सर के भयो, के हुन्छ त अप्सन बी 216 है त। अब त्यस्तै अब क्वेशन नम्बर 2 तिर लागौं। 2 मा छ, क्वेशन नम्बर 2 मा के छ भन्दाखेरि 289 is to 272, त्यस्तै 361 is to what। यो अफिसर लेभलको 2073 वर्षमा 2073 सालमा सोधिसकेको क्वेशन छ। एकदमै इम्पोर्टेन्ट क्वेशन हो। यसमा के छ भन्दाखेरि 17 को स्क्वायर गरे भने हाम्रो कति हुन्छ 289 हुन्छ 289। त्यस्तै 17 को स्क्वायर माइनस 17 गरे भने हाम्रो कति हुन्छ 272। त्यस्तै अब 19 को स्क्वायर गरे भने हाम्रो कति हुन्छ 361 अनि 19 को स्क्वायर माइनस 19 गरे भने कति हुन्छ त 342 हुन्छ है। त्यस्तै 342 कति नम्बर अप्सनमा छ त अप्सन सी, यसको आन्सर के हुन्छ 342। त्यस्तै अब क्वेशन नम्बर 3 मा हेरौं। क्वेशन नम्बर 3 मा छ पार्ट्स इज टु स्ट्र्याप देन वोल्फ इज इक्वल टु व्हाट। यो क्वेशनमा के छ भन्दाखेरि यो जुन स्ट्र्याप छ नि, यो पार्ट्स छ नि, पार्ट्सलाई के गरेछ त उल्टोबाट यसो हेर्नु न, यस यताबाट हेर्नु त यस, त्यसपछि TRAP गरेर उल्टो वर्ड ल्याएको छ। त्यही भएर यो वोल्फलाई हामी उल्टोबाट हेरौँ त उल्टोबाट गर्दाखेरि FLOW उल्टोबाट यताबाट पढ्यो भने हामी FLOW। त्यही भएर यसको आन्सर के हुन्छ क्वेशन नम्बर 3 को अप्सन सी फ्लो। त्यस्तै अब क्वेशन नम्बर 4 मा हेरौँ। 4 मा छ चुज द वर्ड वर्ड। यो अफिसर लेभल लोकल लेभलमा स्थानीय तहमा 2076 सालमा सोधिसकेको क्वेशन छ। यसमा के छ भन्दाखेरि यो होस्टेल, होटेल, इन, क्लब, त्यसपछि मोटेल, यो शब्दमा यो 5 वटै वर्डमा कुन चाहिँ नमिल्ने शब्द वर्ड कुन हो भन्दाखेरि अब यसमा हेरौँ त यो वर्ड कुन हो भन्दाखेरि क्लब। यसको अप्सन नम्बर डी हो, यसको आन्सर भयो क्लब। क्लब किनभने अरु जस्तै होस्टलमा हामी बस्न सक्छौं, होटलमा पनि बस्न सक्छौं, इनमा धर्मशालामा पनि बस्न सक्छौं, मोटेलमा पनि बस्न सक्छौं, तर क्लबमा हामी बस्न सक्दैनौं। त्यही भएर यसको आन्सर के भयो क्लब। अब क्वेशन नम्बर 5 तिर हेरौँ। क्वेशन नम्बर 5 मा छ O, T, T, F, S, E, त्यसपछि व्हाट छ। यसमा के छ भन्दाखेरि यो
1 2 3 ओके त सेन्टेन्स को इंग्लिश वर्ड इंग्लिश जुन संख्या हुन्छ नि 1 2 नेपाली में 1 2 3 को इंग्लिश में 1 2 3 हुन्छ नि त्यस्तै के भयो त वो फर्स्ट लेटर त्यसको लियो के 1 लियो त्यसपछि 2 को TWO 2 को फर्स्ट लेटर लियो त्यसपछि 3 को फर्स्ट लेटर लियो 4 को F फर्स्ट लेटर लियो 5 को फर्स्ट लेटर लियो 6 को फर्स्ट लेटर लियो त्यसपछि 7 को लियो त्यसपछि 8 को लियो अब 8 पछि के हुन्छ त 9 9 को फर्स्ट लेटर के हुन्छ NI यानी N हुन्छ त्यही भएर यसको आन्सर अप्सन बी भयो N। त्यस्तै क्वेशन नम्बर 6 मा हेरौँ अब 6 मा छ व्हिच अफ द फ्लोइङ इज लाइक द सेट अफ नम्बर जस्तै यसमा छ नि यो क्वेशनमा 21 कमा 51 कमा 15 यस्तै वर्ड मिल्ने यो अप्सन मध्येमा कुन छ त यसमा के छ भन्दाखेरि यो जुन फर्स्ट लेटर छ नि फर्स्ट प्लस सेकेन्ड फर्स्ट 21 प्लस सेकेन्ड कति छ 51 सरी सेकेन्डबाट के घटाउने त हामी यसमा के छ भन्दाखेरि सेकेन्ड कति छ 51 अनि फर्स्ट कति छ 21 माइनस डिवाइडेड बाई 2 कति हुन्छ 30 डिवाइडेड बाई 2 गरे भने कति हुन्छ 15 त्यही भएर यो सेकेन्डबाट फर्स्ट घटाएर बाई 2 डिवाइड बाई 2 गरे भने यो थर्ड नम्बर आउँछ। त्यस्तै अप्सनमा हेरौँ अप्सनमा कुन मिल्छ त अप्सन डी मिल्छ कसरी त 91 माइनस 21 डिवाइडेड 2 इक्वल टू गरे भने कति हुन्छ त 35 त्यही भएर यसको अप्सन कति भयो त 6 को अप्सन डी एन्सर। अब क्वेशन नंबर 7 तिर हेरौँ 7 मा छ अब क्वेशन नंबर 7 मा के छ भन्दाखेरि इफ people is coded as PLPOEE then how is trend coded यसमा के छ भन्दाखेरि people लाई कसरी कोड गरिएको छ त people लाई कसरी कोड गरिएको छ त PLPOEE then trend लाई कसरी अब कोड गर्ने त्यसमा के छ भन्दाखेरि people लाई के गरेछ यो फर्स्ट लेटर जुन छ नि people को फर्स्ट लेटर त्यसपछि लास्ट लेटर ई सेम टु सेम राखेको छ हैन अनि त्यसपछि जस्तै म यहाँ लेखेर देखाइदिन्छु PEOPLE छ नि यसलाई के गर्ने त P फर्स्ट लेटर जस्ताको त्यस्तै राखिदिने राखेछ अनि त्यसपछि लास्टको वर्ड लास्टको ई पनि त्यस्तै राखेछ अनि बिचको अक्षरलाई के गरेछ त पछाडिबाट लेख्दैछ यल त्यसपछि पी हैन त्यसपछि ओ त्यसपछि ई हेर्नु त PLPOEE त्यस्तै अब के गर्ने त यसलाई अब ट्रेन्डलाई कसरी लेख्ने त TREND ट्रेन्डलाई पनि त्यस्तै सेम टु सेम टी जस्ताको त्यस्तै फर्स्ट लेटर जस्ताको त्यस्तै त्यसपछि लास्ट लेटर जस्ताको त्यस्तै अनि पछाडिबाट फेरि लेख्दै जाने यन त्यसपछि यन पछि ई त्यसपछि आर यस्तो अप्सन कुनमा छ त TNERD भनेको कुनमा छ त अप्सन डी मा त्यही भएर यसको अप्सन डी भयो एन्सर है त। अब क्वेशन नंबर 8 मा हेरौँ 8 मा छ मदर र्याङ्क्स 15th in a class of 40 student what will be his rank from the last यसमा के छ भन्दाखेरि कुनै एउटा लाइनमा एउटा क्लासमा बुझौँ न क्लासमा टोटल नम्बर अफ स्टुडेन्ट कति छ 40 अब मदन लेफ्टबाट कति छ त लास्टबाट अब जस्तै अब यता फर्स्टबाट म बुझौँ 15th र्याङ्कमा छ भन्दाखेरि यताबाट लास्टबाट कति हुन्छ भन्दाखेरि यसको के छ त एउटा ट्रिक L प्लस R इज इक्वल टु T प्लस 1 पछाडिबाट सोधेछ भने त्यो राइटबाट सोधिरहेछ यताबाट गयो भने हाम्रो लेफ्टतिरबाट गइरहेछ यतातिरबाट गइरहेछ भने राइटतिरबाट गइरहेछ त्यही भएर अब L प्लस R एकछिन है के छ त यसको L प्लस R इज इक्वल टु T प्लस 1 अब लेफ्टबाट कति छ त 15 प्लस R निकाल्नु छ हामीलाई राइटबाट कति छ
अनि टी भनेको टोटल कति स्टुडेन्ट छ हामीलाई यहाँ 40 नम्बर अफ स्टुडेन्ट त 40 प्लस 1 त 15 प्लस आर इज इक्वल टू कति भयो 41 देन आर इज इक्वल टू कति भयो 41 माइनस 15 भनेको कति हुन्छ 26 त्यही अप्सन यसको के कुन अप्सन ठीक भयो त राइट भयो अप्सन डी 26 त्यस्तै अब क्वेसन नम्बर 9 तिर हेरौँ 9 मा छ क्वेसन नम्बर 9 मा के छ त डी कमा एफ कमा ओ कमा आर कमा आई कमा एन अफिसर लेभल 2073 सालमा यो अफिसरमा सोधिसकेको प्रश्न हो। यसमा के छ भन्दाखेरि यो छ नि यसमा वर्ड बनाउने छ हैन जस्तै डी एफ ओ ओ यसले हामी उल्टोबाट बनाउने भन्ने वर्ड एउटा बन्छ त के त एफ ओ ओ डी फुड बन्यो एउटा अनि त्यसपछि आर आई एन त्यसपछि यता हामी के राख्यो भने एउटा ड्रिंक आयो डी आर आई एन के ड्रिंक आयो त्यही भएर यसमा आर आई एन छँदैछ हैन आर आई एन छ यता एफ ओ ओ डी यो फुड भइहाल्यो त्यसै आर आई एन छ अनि यता के थप्दै भने के भयो त ड्रिंक के भयो त अप्सन नम्बर यसको 9 एन्सर के भयो त अप्सन डी यता भयो हैन आर भयो आई एन अनि के त्यही भएर यसको एन्सर के भयो अप्सन बी के। त्यसपछि अब क्वेसन नम्बर 10 मा हेरौँ 10 मा छ व्हिच नम्बर इज द ओड वन आउट अब यसमा ओड वन कुन हो जस्तै 9678 4572 5261 5133 3527 6895 7768 अब यसमा ओड कुन हो नमिल्ने शब्द नमिल्ने यसमा अप्सनमा कुन राइट छ भन्दाखेरि अब हेरौँ त यो पहिला यसमा हेरौँ हामी के छ त फर्स्ट टु वर्ड 9 + 6 9 + 6 इज इक्वल टू कति छ 7 + 8 है 9 + 6 भनेको 15 त्यसपछि 7 + 8 भनेको 15 त्यसपछि यसमा पनि हेरौँ फर्स्ट दुईटा सम इक्वल टू लास्ट दुईटाको सम जस त्यस्तै छ है जस्तै अब यो सेकेन्ड वालामा हेरौँ त सेकेन्ड वालामा पनि के छ त 4 + 5 इज इक्वल टू 7 + 2 भनेको 9 इज इक्वल टू 9 फेरि थर्ड मा हेरौँ त यसमा दुईटाले जोड्ने 5 + 2 इज इक्वल टू लास्ट को दुईटा वर्डलाई जोड्ने 6 + 1 भनेको 7 इज इक्वल टू 7 भनेको यो पनि मिल्यो ठीक छ। त्यसपछि यो 5133 5 + 1 इक्वल टू 3 + 3 भनेको 6 इक्वल टू 6 यो पनि दुईटै मिल्यो। त्यसपछि अब 3527 मा के छ त 3 + 5 इज इक्वल टू 2 + 7 यो कति हुन्छ 8 इज इक्वल टू 7 + 2 कति हुन्छ 9 भनेको यो मिलेन है हाम्रो यो मिलेन ठीक छ। त्यसपछि यो हेर्नु त 6895 यो पनि 6 + 8 इज इक्वल टू कति छ 9 + 5 भनेको 8 6 14 9 + 5 14 यो पनि मिल्यो। त्यस्तै लास्टको पनि हेरौँ लास्टको 7 7 + 7 7 6 8 त 7 7 जोडेर हामी कति हुन्छ 6 + 8 भनेको 14 इक्वल टू यो पनि 14 यो मतलब सबै मिल्यो एउटा कुन मिलेन त यो 3527 किनकि यसलाई जोड्यो भने हामी 3527 लाई जोड्यो भने 5 3 8 इज इक्वल टू कति हुन्छ त 9 त्यही भएर यो मिलेन त्यही भएर यसको राइट एन्सर के भयो सी अप्सन सी क्वेसन नम्बर 10 को के भयो अप्सन सी एन्सर। हस् त साथीहरू आजलाई म यति गर्छु क्वेसन नम्बर 10 सम्म यस्तै क्वेसनहरू तपाईहरुलाई चाहिएको छ भने भिडियोलाई लाइक शेयर र सब्स्क्राइब गरिदिनु होला र यस्तो भिडियोहरू म अझै पनि लिएर आउँछु र भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद थ्यांक्स फर वाचिङ म अर्को भिडियोमा फेरि भेटौँला हस् त धन्यवाद।